पुरानो अल्बमको पाना पल्टाउँदा अर्जुनको आँखा एक ठाउँमा अडियो। त्यो फोटोमा ऊ र उसको मिल्ने साथी रोहन हाँसिरहेका थिए। उनीहरू बीच एउटा सानो कुरामा झगडा भयो र त्यसपछि उनीहरूले कहिल्यै कुरा गरेनन्। 10 वर्ष बितिसकेको थियो। अर्जुन शहरमा एक सफल व्यवसायी बनेको थियो। उसको जीवनमा सबै कुरा थियो, तर मनमा एउटा खालीपन सबै रहन्थ्यो। एक दिन पत्रिकामा एउटा सानो समाचार देखियो। त्यो समाचार एउटा कलाकारको बारेमा थियो, जसले आफ्नो कलाबाट मान्छेको मन जितिरहेको थियो। त्यो कलाकार अरू कोही नभएर उसको साथी रोहन थियो। समाचारको अन्त्यमा लेखिएको थियो, कलाकार रोहन अहिले एक गम्भीर रोगबाट पीडित छन्। अर्जुनको मनमा पश्चातापको आगो दन्कियो। ऊ तुरुन्तै रोहनलाई भेट्न उसको घर गयो। रोहनले अर्जुनलाई देख्दा उसको अनुहारमा खुशी र आश्चर्य दुवै देखियो। रोहन कमजोर र पहेँलो देखिन्थ्यो, तर उसको आँखामा पुरानो चमक अझै थियो। मलाई माफ गर, अर्जुनले भन्यो। हामीले हाम्रो मित्रतालाई एउटा सानो कुराको लागि बर्बाद गर्यौं। रोहनले हातले अर्जुनलाई रोक्दै भन्यो, हामीले हाम्रो मित्रतालाई बर्बाद गरेनौं। जीवनले हामीलाई पाठ सिकायो। त्यसपछि उसले अर्जुनलाई आफ्नो अधुरो चित्रकला देखायो। त्यो चित्रकलामा अर्जुनको बाल्यकालको तस्बिर थियो। चित्रको तल लेखिएको थियो, मेरो मिल्ने साथी। यो देखेर अर्जुनको आँसु रोकिएनन्। रोहनले अन्तिम समयमा पनि उसलाई आफ्नो मिल्ने साथी मानेको रहेछ। अर्जुनले रोहनलाई अंगालो हाल्यो। त्यो अंगालोमा 10 वर्षको पीडा र पश्चाताप मिसिएको थियो। अर्जुनले आर्थिक सहयोग गर्ने प्रस्ताव गर्यो र उनीहरूले फेरि कुरा गर्न थाले। तर उनीहरूले थाहा पाए जुन समय र हाँसो उनीहरूले एक अर्कालाई गुमाएका थिए, त्यो फेरि फर्केर आउँदैन। यो कथा 2 जना साथीहरूको हो, जसले आफ्नो मित्रतालाई एउटा सानो गल्तीको कारण गुमाए। यो कथाले हामीलाई सम्झाउँछ कि जीवन धेरै छोटो छ र कुनै पनि रिस र घमण्ड भन्दा मित्रता धेरै महत्त्वपूर्ण हुन्छ।